So let us suppose अब अभिषेकको कन्फ्युजन वाज के त अभिषेकको प्लान्ट वाज डाइङ देयरफोर अब हि चोजुले के गर्यो त ओके हि अब कहीँबाट पत्ता लाग्यो के त भन्दा एउटा चाहिँ फर्टिलाइजरको ओके फर्टिलाइजर युज गर्यो भने प्लान्ट राम्रो हुन्छ भन्यो अर्को चाहिँ लेट सपोज गरौँ क्वालिटी अफ सोइल अर्को के त क्वालिटी अफ सोइल सो उसले चाहिँ यो दुईवटा कुरा पत्ता लगाएर लेट सपोज है बाई एनी मिन्स अब यो ट्रु हो कि होइन त अब उसले के गर्छ त भन्दा अभियसली विल सेट सम एक्सपेरिमेन्ट पहिला के लिनु पर्यो त सो एटलिस्ट उसले के हो त एउटा सब्जेक्ट लिनु भयो हि निड टु टेक टु सब्जेक्ट लेट सपोज यसलाई एउटालाई लेबल गरौँ ए अर्कोलाई लेबल गरौँ बी राइट यसलाई हामीले भन्छौँ के त टेस्ट सब्जेक्ट बीलाई वी विल कल इट के त कन्ट्रोल सब्जेक्ट अर कन्ट्रोल है त टेस्ट सब्जेक्टमा के त जुन उसले अब द थिङ हि निड टु रिसर्च जो उसलाई चाहिँ रिसर्च गर्नु छ अब यो कारणले गर्दा इफ दिस इज द कज अर नट अब प्लान्टको प्रोपर ग्रोथ हुनको लागि फर प्रोपर ग्रोथ अफ प्लान्ट हो फर्टिलाइजर र क्वालिटी अफ सोइल चाहिन्छ यस अर नो अब यो कुरा पत्ता लगाउनु छ भने हि निड टु सेट इन के त एक्सपेरिमेन्ट फर विच उसले के गर्नु पऱ्यो त एटलिस्ट दुईवटा सब्जेक्ट लिनु पऱ्यो वान इज कल्ड टेस्ट सब्जेक्ट जहाँ उसले के गर्छ त आफ्नो यो फ्याक्टर्सहरूलाई चाहिँ विल टेस्ट इट अर्को के त कन्ट्रोल सो अब कम्पेयर पनि त गर्नु पऱ्यो नि त रिजल्टलाई यस नो अब यसलाई फेरि एकचोटि मजाले डिस्कसन गरौँ है त इट्स दिस इज कन्ट्रोल कन्ट्रोल हो भने के हुन्छ त सेम पट एन्ड सेम प्लान्ट हो अब टेस्ट सब्जेक्ट सेम पट सेम प्लान्ट हो दिस इज टेस्ट सब्जेक्ट दिस इज रिप्रेजेन्टेड बाई के त हाम्रो कन्ट्रोल ओके सो अब यहाँ कुरा के थियो त वी निड टु चेन्ज फर्टिलाइजर एन्ड क्वालिटी अफ सोइल एज वेल सो अब के गर्यो त भन्दा अभिषेकले लेट सपोज दिस इज हिज टेस्ट सब्जेक्ट सो टेस्ट सब्जेक्टमा हि चोज टु के त चेन्ज यसमा हि युज फर्टिलाइजर उसले के युज गर्यो त फर्टिलाइजर एन्ड अर्को के पनि चेन्ज गर्नु पऱ्यो त यहाँ पनि भनेको छ नि क्वालिटी अफ सोइल सो लेट सपोज गरौँ यसमा हि चोज अ भेरी गुड क्वालिटी अफ सोइल के युज गर्यो त अ गुड क्वालिटी अफ सोइल हो गुड अब यहाँसम्म छ आर यु गोइङ अन विथ मी गाइज सो नो प्रब्लम है यो बुझिन्छ ओके सो उसमा यसमा के गर्दा हि चेन्ज फर्टिलाइजर अर्को के पनि चेन्ज गर्दा गुड क्वालिटी अफ सोइल राख्यो हाम्रो केमा त यो टेस्ट सब्जेक्टमा वेयर इज इन केस अफ हाम्रो कन्ट्रोल बी द्याट इज कन्ट्रोल अर सब्जेक्ट बीमा चाहिँ उसले के राखेन त नो फर्टिलाइजर्स वाज केप्ट किनभने उसले त अब कम्पेयर गर्नु पऱ्यो कि परेन त रिजल्टलाई यस हि निड टु कम्पेयर द फर्टिलाइजर रिजल्ट सो फर्टिलाइजर युज गरेन अब इन्स्टेड अफ युजिङ गुड क्वालिटी अफ सोइल हि चोज के त टु युज अरू डिफ्रेन्ट क्वालिटी अफ सोइल लेट सपोज हि वाज युजिङ क्ले सोइल लेट सपोज हि वाज युजिङ के त क्ले सोइल अरू अब के कन्डिसन इज केप्ट सेम ओके द कन्डिसन द्याट इज केप्ट सेम इज हाम्रो के त प्लान्टको टाइप अफ प्लान्ट एन्ड देन अर्को इज के त हाम्रो टाइप अफ प्लान्ट पट साइज अफ पट पनि सेम यस अब अनि अर्को इन्भाइरोमेन्ट इज अल्सो सेम यस सर नो इन्भाइरोमेन्ट इज सेम अब यहाँहरू त दिज हि क्यान चेन्ज दिज फ्याक्टर हि क्यान चेन्ज बट हि चोज नट टु चेन्ज यस सर नो सो यस्तो भेरिएबल जसलाई चाहिँ उसले चेन्ज गर्न सक्छ एक्सपेरिमेन्टले बट उसले के गर्छ थ्रु आउट द एक्सपेरिमेन्ट कन्सटेन्ट राख्छ भने यसलाई हामीले के भन्छ त वी कल इट अ कन्ट्रोल्ड भेरिएबल वी कल इट के त कन्ट्रोल्ड भेरिएबल अब यसमा हेर्ने भने के छ त एउटामा हि युज फर्टिलाइजर एउटामा गुड क्वालिटी अफ सोइल इज अर्कोमा नो फर्टिलाइजर नो सेम क्वालिटी अफ सोइल सो यसमा के चेन्ज गर्यो त्यसले फर्टिलाइजर एन्ड टाइप अफ सोइल सो दिज टु फ्याक्टरलाई चाहिँ हामीले के भन्छौँ त वी कल इट इन्डिपेन्डेन्ट भेरिएबल इन्डिपेन्डेन्ट भेरिएबल सो वी आर रिभाइजिङ एज वेल है वी आर सल्भिङ द प्रब्लम अल्सो एन्ड वी आर रिभाइजिङ एज वेल सो यसमा टेन्सन नलिने धेरै ध्यान दिने यो कुराहरू चाहिँ है ओके सो फर्टिलाइजर्स भनेपछि के हो त फर्टिलाइजर गुड क्वालिटी सोइल इज हाम्रो इन्डिपेन्डेन्ट भेरिएबल किन बिकज इट इज चेन्ज्ड बाई एन एक्सपेरिमेन्टरको कन्ट्रोलमा छ कि छैन त अर control in the hand of control in hand of experimenter or researcher yes or no हो यो कुरा चाहिँ बुझ्न पर्यो अब हि विल लिभ दिज प्लान फर के त अराउन्ड लेट सपोज 20 डेजसम्म चाहिँ हि लेफ्ट इट एज इट इज अब आफ्टर 20 डेज पछि रिजल्ट हेर्नुपर्ने बेला आयो सो आफ्टर 20 डेज चाहिँ हाम्रो जुन टेस्ट सब्जेक्ट थियो जुनमा के त गुड फर्टिलाइजर एन्ड गुड क्वालिटी अफ सोइल वाज केप्ट अब रिजल्ट यो आयो राइट ओके सो एन्ड देन
हाम्रो जुन बी थियो द्याट इज आवर के त कन्ट्रोल कन्ट्रोलमा इन विच नो फर्टिलाइजर वेज केप्ट अनि क्ले सोइल राखेको थियो त्यसको रिजल्ट चाहिँ यो आयो अब अभियसली टु मेजर द ग्रोथ अफ दिस प्लान्ट यो प्लान्टको ग्रोथ मेजर गर्नको लागि चाहिँ वाट विल अभिषेक डु इज अभिषेकले के मेजर गर्छ त भन्दा हि विल मेक अ टेबल जहाँ उसले के गर्छ त्यसरी एउटा टेबल बनाउँछ समवेयर या माथि लेख्ला अब्जर्भेसन टेबल हि विल मेक अ टेबल अनि उसले के गर्छ त यसरी यहाँ हि विल मेक कलम्स अब यहाँ चाहिँ के राख्छ त अब यसलाई यसरी डिभाइड गर्यो इन्टु डिफ्रेन्ट पार्ट यसमा उसले लेख्छ स्याम्पल स्याम्पल ए भनेको के थियो त उसको टेस्ट सब्जेक्ट स्याम्पल बी वाज उसको के त कन्ट्रोल अब यहाँ उसले के मेजर गर्छ त डे 0मा हाइट यहाँ चाहिँ आफ्टर 20 डेज भनेको 20th डेमा कस्तो रिजल्ट आयो त लेट सपोज डे 0मा त दुइटैको हाइट के थियो त इट वाज सेम लेट सपोज 0.5 फिट 0.5 फिट थियो अरे है लेट सपोज अब आफ्टर 20 डेज पछि उसले के गर्छ त स्केल लिएर आउँछ स्केलले चाहिँ विल मेजर दिस हाइट यस हि विल मेजर दिस हाइट अनि अर्को स्केलले के गर्छ त सेम स्केलले चाहिँ हि विल मेजर दिस हाइट अब यो हाइट मेजर गर्दा लेट्स सपोज यो आयो अराउन्ड 3 फिट यो आयो अराउन्ड 1.5 फिट हो सो दिस इज द अब्जर्भ भ्यालु सो प्लान्ट एमा कति आयो त उसको हाइट 3 फिट वेयर प्लान्ट बीमा कति आयो त 1.5 फिट ल ओके सो जस्ट लुकिङ एट दिस अब्जर्भेसन यो अब्जर्भेसन टेबल हेरेर हामीले भन त कुनमा चाहिँ प्लान्टको ग्रोथ चाहिँ राम्रो भयो ल जस्ट लुक फर सम सेकेन्ड्स एन्ड गिभ मी द एन्सर्स है त अभियसली दुइटाको हाइट हेर्दाखेरि के छ त भन्दा हाम्रो हाइट अफ अ प्लान्ट ए इज के त धेरै सो हाइट अफ अ प्लान्ट ए इज धेरै देन द्याट अफ बी भनेपछि द प्लान्ट इन विच फर्टिलाइजर एन्ड गुड क्वालिटी अफ सोइल वाज केप्ट उसको हाइट चाहिँ के भयो त ब्रिलियन्टली अर एक्सपोनेन्सियली इट ग्रिउ टलर बट यो ग्रोथ चाहिँ के कारणले गर्दा भयो वेदर इट इज बिकज अफ फर्टिलाइजर अर गुड क्वालिटी अफ सोइल ल के को कारणले गर्दा भयो होला अब वी निड टु पोइन्ट समथिङ आउट सो इट इज बिकज अफ फर्टिलाइजर सो ग्रोथ भयो बिकज अफ फर्टिलाइजर ओके or because of good quality of soil ल भन त अब यो कुन कारणले गर्दा होला व्हाट डु यु थिंक ल वेदर फर्टिलाइजर और गुड क्वालिटी अफ सोइल अब हामीलाई त अभियसली थाहा भयो अब द प्लान्ट इन व्हिच के त बोथ फर्टिलाइजर एन्ड गुड क्वालिटी अफ सोइल वाज केप्ट त्यो ग्रिउ टलर एक्सपोनेन्सियली टलर भयो बट यो दुईटा मध्ये पनि विच इज द भेरी गुड क्वालिटी ल कुन चाहिँले गर्दाखेरि चाहिँ हामीले यो रिजल्ट अब्जर्भ गर्न सकिँदैन वाट इज द मेजर कज वेदर फर्टिलाइजर अर गुड क्वालिटी अफ सोइल के होला त ल जस्ट थिङ्क फर अ वाइल भेरी गुड कन्फ्युजन भयो कि भने त वी क्यानट डिसाइड जस्ट के त भन्दा यो एमा के युज गरेको थियो त भन्दा देयर वाज युज फर्टिलाइजर अलङ विथ के त गुड क्वालिटी अफ सोइल अन्त प्लान्टको ग्रोथ फर्टिलाइजर युज गरेर पनि भएको हुनसक्छ अर गुड क्वालिटी अफ सोइलले पनि भएको हुनसक्छ अब यहाँ पनि म फेरि के गर्दैछु आइएम जस्ट अज्युम गर्दैछु कि छैन त जस्ट आइएम जस्ट अज्युमिङ अर जस्ट गेसिङ के त फेनोमेनन्स मैले फेनोमेन्स र फ्याक्टरहरू गेस गरिरहेको छु बट इज इट साइन्स साइन्सले जस्ट गेस मात्र गर्छ त भनौँ त एससिआइइएनसी जस्ट डज साइन्स जस्ट गेस द कजेस गेस गर्छ त नो उसले के गर्छ त कन्फिडेन्टली भन्छ ओके सो बिकज अफ दिस रिजन तर यहाँ हेरौँ त एज वी चोज टु युज के त टु इन्डिपेन्डेन्ट भेरिएबल दुईवटा इन्डिपेन्डेन्ट भेरिएबल्सहरू युज गरेको हुनाले द प्रब्लम वी फेस्ड इज के त भन्दा यो अमङ दिस टु इन्डिपेन्डेन्ट भेरिएबल्स अल्सो कुन चाहिँले चाहिँ बेटर काम गरेको त विच इज अ गुड थिङ अथवा कसको कारणले गर्दाखेरि चाहिँ द ग्रोथ इज ह्यापनिङ मेबी बोथ होला अर एउटा कुनै होला अब त्यसरी भनेर भयो त सो डु वी हेभ एनी फिक्स्ड एन्सर डु वी हेभ एनी फिक्स्ड एन्सर नो सो फिक्स्ड एन्सर नभएको हुनाले सो यसरी चाहिँ यदि इन्डिपेन्डेन्ट भेरिएबल हामीले वान भन्दा मोर देन वान इफ वी युज मोर देन वान इन्डिपेन्डेन्ट भेरिएबल देन प्रब्लम के आउँछ त भन्दा वी आर नट एबल टु डिफाइन द्याट problem, define that effect, define that cause ke ta properly. Therefore, to define or to deduce a good cause and effect relationship के कारणले गर्दा के कुरामा प्रभाव पर्यो त त्यसको लागि चाहिँ हामीलाई के चाहियो त ओन्ली वान इन्डिपेन्डेन्ट भेरिएबल देख्नु हाम्रो जहिले पनि इन्डिपेन्डेन्ट भेरिएबल के हुन्छ त एउटा सिङ्गल नै हुन्छ
है सो दिस इज द कन्सेप्ट यो मेजर कन्सेप्ट अब वी विल डिल विथ के त डिफ्रेन्ट एक्जाम्पल्सहरू इन आवर अपकमिङ भिडियोज वी विल अल्सो डिस्कस विथ इन्डिपेन्डेन्ट भेरिएबल डिपेन्डेन्ट भेरिएबल एन्ड के त कन्ट्रोल भेरिएबल अलिकति इन डिटेल सेन्समा अनि त्यसको अरू पनि डिफ्रेन्ट नेम्स आर देयर है हो त्यो नेम्सको बारेमा पनि वी विल ह्याभ डिस्कसन इन आवर नेक्स्ट भिडियो